हेलो एभ्रिवान, आज चाहिँ म मेरो चाहिँ अनस्पोकन इन्सेक्युरिटीको बारेमा हजुरहरूको सामु भन्दैछु। त्यो चाहिँ के हो भने चाहिँ मेरो चाहिँ सानोदेखिबाट चाहिँ हाइट चाहिँ सानै थियो कि, अनि मलाई चाहिँ हाइट सानो भएको भएर चाहिँ अलि अर्कै लाग्थ्यो। अनि म चाहिँ स्कुलमा लाइनमा पनि एकदमै सबभन्दा सुरुमै बस्थेँ कि। अब हाइट सानो भएपछि त लाइनमा सुरुमै हुन्थेँ। अनि त्यसपछि सबै साथीहरूभन्दा पनि मै सानो, अनि टिचरले पनि तिमी चाहिँ सानो छौ है भन्नुहुन्थ्यो। अनि मलाई हाँस लाग्थ्यो, हाँस्थेँ पनि, तर कस्तो कस्तो चाहिँ लाग्थ्यो कि। अनि एक दिन के भयो भने म चाहिँ एकदम नयाँ कपडा किनेर चाहिँ स्कुलमा जान एक्साइटेड थिएँ, त्यो नयाँ लुगा लगाएर। अनि स्कुल गएँ है। अनि त्यसरी नै जाँदाखेरि चाहिँ टिचरले चाहिँ तिमी त कस्तो क्युट बच्चा जस्तो देखेको भन्नुभयो कि, बच्चा जस्तो। अनि मलाई त कस्तो लाग्यो कि बच्चा जस्तो भनेपछि त हाइट सानो भएर त हो नि। अनि मलाई कस्तो कस्तो लाग्यो। अनि घर गएर चाहिँ म हाउ टु इन्क्रिज हाइट भनेर युट्युबतिर सर्च गरेँ। 7 days हाइट इन्क्रिजिङ एक्सर्साइजहरू पनि गरेँ, स्ट्रेचिङहरू पनि गरेँ, तर रिजल्ट चाहिँ जस्तोको त्यस्तै नै थियो मेरो हाइट। अनि पछि चाहिँ हल्का एक्सेप्ट गर्न पनि सिकेँ। अनि के हुँदो रहेछ भन्दाखेरि चाहिँ मेरो हाइट चाहिँ सानो भए पनि सोच चाहिँ सानो छैन, सोच चाहिँ ठुलै छ, राम्रै छ। त्यही भएर हाइटले चाहिँ केही डिफ्रेन्स नपार्ने रहेछ भन्ने चाहिँ सिकेँ। त्यही हो, हस्, धन्यवाद।